भन मामाले देखि भन अक्को देखाऊ अक्को पनि देखाइदेऊ हेर्दै दुर्बिन बन्दुक राखिदेऊ एकछिन दुर्बिन हेर्छु अनि बजाइदेऊ बन्दुक बजाइदेऊ बन्दुक ढिच्यौँ हान्देऊ मोबाइललाई उता फर्काएर ढिच्यौँ ल फेरि ल यसरी फर्काएर हो ल छरी हेर्ने ल ल बजाइदेऊ ढिच्यौँ हान्देऊ मुखी भन न अन्त मामाले दिन माएको हो भन न मामालाई कति माया गर्छौ दुर्बिन हेर्छु दुर्बिन हेर्देऊ हो यसरी हेर्ने हो यसो गरेर नाकमा कानमा गराएर यसरी हेर्देऊ त्यहाँ हेर्देऊ ल हेरी आमै एकचोटि कति नजिक वरपर साह्रो मिल्छ खै भान्जा एकैचोटि म हेर्छु ल्याउ त मामाले हेर्छ यताउता यो साह्रो मिल्दो रहेछ त भान्जा एकैछिन ए होइन यस्तो मुखी होइन यस्तो मुख साह्रो मिल्दो रहेछ खतरा रहेछ दुर्बिन किन्न गाडी ल्याइदिनु सही हो नि त हामीलाई पो सही हुँदैन एकैछिन माइजीलाई पनि के साह्रो मिल्दो ल भान्जा अब पढ्ने भन्ने ज्ञानी मान्छे भन्ने है भन न ल बाई गरिदेऊ उता फर्केर बाई गर मिस यु बाबा भन गालामै खाऊ गालामै लभ यु भन्देऊ अनि आमालाई पनि सम्झेको छु भन्देऊ अनि पछि अनि मामालाई कतिको माया गर्थ्यौ तिमीले म यिनको बुहारी हो है मेरो यिनी ससुरालमा पर्नु भएको छ यहाँ अघि मलाई बुहारी भन्छौ मलाई मार्दो बुहारीलाई मारिदियो होइन अब स्कुल जाने है अब स्कुल जानु जाऊ ल जाऊ अब स्कुल जानु बाई अब भान्जा स्कुल जान्छन् है ल बाई भान्जा ल बाई जाऊ ल बाई ल गएको नि